हे नाथ, यी मधु अनि कैटवले महाशक्तिबाट इच्छा मृत्युको वरदान पाइसकेका छन्। हजुर त्यस्तो केही उपाय गर्नुहोस् जसले उनीहरूको मनबाट मृत्युको इच्छा उत्पन्न होस्। धन्यवाद देवी, तपाईँ वास्तवमै मेरो शक्ति हुनुहुन्छ। सुन्दर, अति सुन्दर। तर एउटा व्यक्तिमाथि दुईजनाले एकैसाथ आक्रमण गर्नु तिमीहरू दुईजना महावीरलाई शोभा दिँदैन। तिमीले साँचो भन्यौ सुन्दरी, किन्तु त्यो अर्को चाहिँ कहाँ गयो? सायद हाम्रो डरले भागे जस्तो छ त्यो। तर सुन्दरी, तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर। म माया हुँ। आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु। मैले तिमीहरू दुईजना महावीरलाई लड्दै गरेको देखेँ। तिमीहरूको शक्ति देखेर म तिमीहरू दुईजनासँग अति नै प्रसन्न छु। तर तिमीहरू आफ्नो आश्रयदातासँग लड्दैछौ, यो राम्रो कुरा होइन। सुनेकी छु तिमीहरूले यिनको कानमा निवास गरिसकेका छौ। तिमीले सत्य सुनेको छौ सुन्दरी, किन्तु हामीले के गरौँ? हामी त यहाँ ब्रह्मासँग युद्ध गर्न आएका थियौँ। ब्रह्माले नै यहाँ लिएर आए। हामी विवश छौँ सुन्दरी। सुन्दरी, यिनको कुरामा ध्यान नदेऊ। तिमीलाई देखेर हाम्रो मन तिमीतिर आकर्षित भइरहेको छ। तिमीले हामीलाई थोरै समय देऊ। हामीले यो दुईजनाको जीवन लीला समाप्त गरेर तिमीसँग प्रेम लीला सुरु गर्छौँ। नाइ, म तिमीहरू दुईजनालाई विश्वास गर्न सक्दिन। किन सुन्दरी? यदि तिमीहरू आफ्नो आश्रयदातासँग युद्ध गर्न सक्छौ भने थाहा छैन मसँग कस्तो व्यवहार गर्नेछौ। सुन्दरी, हामी विवश छौँ यिनीहरूसँग युद्ध गर्न। तिमी उसलाई सोध, हाम्रो र ब्रह्माको बीचमा यो किन आयो? मैले उसलाई किन सोधु? यति कुरा त जसले पनि बुझ्न सक्छ। हामीले बुझेनौ सुन्दरी। धेरै सरल कुरा छ। हेर, तिमीहरू महान छौ, शक्तिशाली छौ। तिमीहरूले उसँग युद्ध गर्नुपर्ने के आवश्यकता? उसलाई एउटा राम्रो वरदान दिएर प्रसन्न गरिदेऊ। ऊ वरदान प्राप्त गरेर यहाँबाट जान्छ। फेरि तिमीहरू ब्रह्माजीसँग जस्तो चाहन्छौ त्यस्तै व्यवहार गर्न सक्छौ। यो त अति सुन्दर कुरा गर्यो तिमीले। साँच्ची नै हामी संसारमा सबैभन्दा शक्तिशाली छौँ। हामी जसलाई चाह्यो जे चाह्यो वरदान दिन सक्छौँ। विष्णु, यो सुन्दरीको लागि हाम्रो मन बेचैन भइरहेको छ। यसैले जति सक्यो चाँडो जे चाहन्छौ हामीसँग वरदान माग। म जे चाहन्छु तिमीहरूसँग वरदान माग्न सक्छु। हो, माग। त्यसो भए म तिमीहरूसँग त्यही बेला वरदान माग्नेछु जब तिमीहरूले एउटा प्रण गर्छौ। कस्तो प्रण? जुन वरदान तिमीले मलाई दिन्छौ त्यसको इच्छा पनि स्वयं तिमीले तिम्रो मनमा गर्नेछौ। हामी तिमीलाई जे वरदान दिन्छौँ हाम्रो मनबाट दिन्छौँ, आफ्नो इच्छाबाट दिन्छौँ। यो हाम्रो वचन भो। हो, वचन भो। र सुन, अब ढिलो नगर। यो सुन्दरी हाम्रो प्रतीक्षा गरिरहेछ। यसको लागि हाम्रो धैर्यता सकिसक्यो। जे वरदान माग्नु छ माग।
हे महाशक्तिशाली वीरहरू, म एउटै वरदान माग्छु तिमीहरूसँग कि तिमीहरू दुवैजना मेरै हातबाट मर। अरे यो हामीले के गर्यो? सुन्दरी, तिमीले हामीसँग छल गर्यौ। यो सब तेरो कारणले हो। होइन, तिमीले सुन्दरी बनेर हामीसँग छल गर्यौ विष्णु। हामी तिमीलाई छोड्दैनौ। अब तिमीहरूले यसको अवसर पाउने छैनौ। तपाईं धन्य हुनुहुन्छ हे पद्मनाथ। तपाईंले यी दुईजना दैत्यहरूबाट मेरो र मेरो ब्रह्मलोकको रक्षा गर्नुभयो। हे आदि प्रजापति, रक्षाको भार मलाई दिइएको छ, त मैले हजुर र हजुरको ब्रह्मलोकको रक्षा गरेर आफ्नो उत्तरदायित्व पूरा गरेको हुँ। स्तुतिले अहंकारको र निन्दाले घृणाको जन्म हुन्छ। म यिनै तत्त्वले सृष्टिलाई बचाउन चाहन्छु। यी दुवै आसुरी शक्ति हुन्। यिनीहरूलाई कानको मैल सम्झिनुपर्छ र यिनीहरूलाई कानबाट निकालेर सदैवको लागि समाप्त गर्नुपर्छ। र मैले त्यही गरेको हुँ। अब मलाई आज्ञा दिनुहोस्। मानवको रचना गर्ने बेलामा यो कुरा म मानवको विवेकमा अवश्य हालिदिनेछु कि तिनीहरूले आफ्नो कानमा निन्दा र स्तुति नामको मैलोलाई कहिले पनि स्थान नदिउन्।